पार्टीहरू किन मर्छन् भन्ने एउटा दृष्टान्त इन्स्टेन्स माओवादी पार्टी हो। खासमा माओवादी पार्टीलाई अथवा माओवादी पार्टीका कार्यकर्तालाई चाहिएको केही पनि रहन्छ। एउटा तबकाले समाजवाद, एउटा तबकाले जनवादी क्रान्ति, एउटा तबकाले आत्मनिर्भर अर्थतन्त्र भनिदियो भने माओवादीको लगभग सबै कार्यकर्तालाई पुग्दो रहेछ। अस्तिसम्म अलिक राजनीतिक वैचारिक बहस गर्ने जस्तो टाइपका कतिपय साथीहरू यसो हेर्छु, हामीलाई माओवादी पार्टी लामो समय काम गरेको त्यही ठिक छ, हामी त्यो पार्टीमा लागेर धेरै ठुलो त्याग गरियो, तपस्या गरियो, घर परिवार चाहिँ उजाड बनाइयो, सेनाले चाहिँ एकदम ठुलो दुःख दियो, यातना कष्ट दियो, परिवारलाई चाहिँ परिवारका सदस्यहरूको हत्या गर्यो। त्यसो हुँदा हामी माओवादी पार्टी परित्याग गर्न सक्दैनौँ हैन, हँसिया हतौडा चुनाव चिन्ह परित्याग गर्न सक्दैनौँ भन्थे। प्रचण्डले माधव नेपाल लगायतका चाहिँ अरू केही चाहिँ एउटा क्लब जस्ता जुन समूहहरू छन् ती समूहहरूलाई चाहिँ पार्टीको नाम दिएर एकीकरण गर्न थालिसके पछाडि चिज त पुरै उल्टिन्छ। यस्तो भन्ने साथी भाइहरू नेताहरू पनि तपाईँ बदलिएको परिस्थितिमा के बदलियो परिस्थिति? जेनजीको आन्दोलन त एउटा क्षणिक एउटा के भन्छ भवितव्य हो। जेनजीको आन्दोलन सङ्गठित आन्दोलन हो। जेनजीको आन्दोलनले नेपालको राजनैतिक वैचारिक आयाममा चाहिँ गुणात्मक अथवा तुलनात्मक प्रभाव केही पारेको हो। के पारेको प्रभाव? यसले अर्थतन्त्रमा चाहिँ भयङ्कर ठुलो तुफान आएर यो परिस्थिति सिर्जना भएको हो। यो स्ट्रक्चरल चेन्जको कारणले, सोसाइटीमा आएको स्ट्रक्चरल चेन्जको कारणले चाहिँ यो परिवर्तन भएको होइन। यो परिवर्तन अहिलेको सत्तामा बसेका राजनीतिक दलहरू जो छन् तिनको बदनियतपूर्ण गतिविधि, तिनीहरूको चाहिँ जुन डेलिभरी सर्भिस डेलिभरी गर्नुपर्ने थियो त्यो डेलिभरी गर्न नसकेको कारणले अथवा इनइफिसियन्सीको कारणले है, जुन पर्फर्मेन्स उनीहरूले दिनु पर्थ्यो त्यो पर्फर्मेन्स दिन नसकेको कारणले यो एउटा आक्रोशको रूपमा पोखिएको। यो स्ट्रक्चरल चेन्जको कारणले सोसाइटीमा आएको सोसियो इकोनोमिक सिचुएसन कन्डिसनमा आएको परिवर्तनको कारणले यो आयाम भएको होइन। यो आकस्मिक भयङ्कर आकस्मिक आन्दोलन हो। यो व्यवस्थित एकदम लामो प्रक्रियाद्वारा स्ट्रक्चरल प्रोसेसद्वारा सङ्गठित हिसाबले गरिएको यो आन्दोलन चाहिँ होइन है। त्यसो हुँदा यसले नेपाली समाजमा त्यस्तो भयानक ठुलो रूपान्तरण परिवर्तन ल्याउने यस्तो केही होइन। यो एउटा चाहिँ तुफान, एउटा कपमा आएको तुफान मात्रै हो। यो त सजिलै व्यवस्थापन हुन्छ। काङ्ग्रेसले यसलाई सहज ढङ्गले व्यवस्थापन गर्छ, एमाले सहज ढङ्गबाट व्यवस्थापन गर्छ। ओली हुई अथवा एमाले त होइन कति पनि डगमगाएको है, हल्लिएकै छैन एमाले। त्यही भएर उसको नेता कार्यकर्ताहरू प्रतिबद्ध दृढ होइन। यो वेन डस्ट इज सेटल होइन, यो डस्ट सेटल भइसक्यो, यो परिस्थिति अलि साम्य भइसके पछाडि उनीहरू चाहिँ एकदम सशक्त। म त लामो अथवा यो जेनजीको मुभमेन्टदेखि आजसम्म भनिरहेको छु, यदि गतिविधिहरू यस्तै भइराख्यो भने एमाले प्रतिरोध गर्छ। एमालेसँग प्रतिरोध गर्ने तागत छ, क्षमता छ र उसले तयारी एउटा भयानक तयारीको चाहिँ तयारीका साथ अगाडि बढिरहेको छ। तर खोइ त माओवादीमा अस्तित्व रक्षाका लागि जस्तासुकै मान्छेहरूलाई चाहिँ पार्टी निर्माण गर्न लगाइदिएर दल सङ्गठन हो भनेर पार्टी हो भनेर अनि एकता गर्न यो चाहिँ सबैले बुझ्छन्। माओवादीका साथीहरू तपाईँहरू ख्याल गर्नुहोस्, यो काङ्ग्रेसले बुझ्छ, यो एमाले बुझ्छ, अरू राजनीतिक दलहरूले समझ भएका जोसँग कमन सेन्स छ, जोसँग पोलिटिकल कन्सेन्स छ, चेत छ, इन्स्टिङ छ है, त्यो मान्छेले बुझ्छ है। अब धेरै ढिला भइसक्यो। तपाईहरूलाई चाहिँ यस्तो लाग्छ माओवादी पार्टीका कार्यकर्ताहरूलाई प्रचण्डले भनिदिइसके पछाडि सबै ठिक भयो के? प्रचण्ड त्यस्तो होइनन् क्या। प्रचण्ड चतुर नेता चाहिँ हुन्, यसमा यो सुरुदेखि नै भनिएको छ। उनीसँग एउटा म्याग्नेटिक पर्सनालिटी पनि छ होइन, चुम्बकले जस्तो तानेर राख्न सक्ने, मिलाउन सक्ने जो क्षमता पनि छ। तर उनलाई निर्माण गर्ने, पुनर्निर्माण गर्ने, विचारको निर्माण गर्ने, दर्शनको निर्माण गर्ने, सङ्गठनको निर्माण गर्ने हैन, त्यो गुण त्यो चेतना दिएको छैन क्या प्रकृतिले है। उनले आफूभित्रै आफू निकटका 3-4 जना हैन निकटस्थहरूको समूह बनाएर गुट बनाइदिएर त्यसैलाई एउटाका विरुद्ध अर्कोलाई परिचालन गरेर, त्यो त ध्वंसात्मक चरित्र हो नि प्रचण्डको, निर्माणको चरित्र होइन। हेर्नुहोस्
48 सालदेखि 82 सालसम्म तपाईँ आजसम्म हेर्नुहोस् प्रचण्डको निर्माणको चरण। तपाईँ त्याग भयो, तपस्या भयो, बलिदान भयो, ठुलो चाहिँ मानवीय क्षति पनि भयो। त्यो त नेपालमा परिवर्तन, त्यसको नेतृत्व भलै प्रचण्डले गर्दा, यो देशमा बसेर पनि प्रचण्डले नेतृत्व गरेका होइन नि त। 10 वर्षमध्ये 8 वर्ष त है इन्डियामा बसेर त नेतृत्व गरेको भनिएकै छ, लेखिएकै छ, सबुत प्रमाणहरू नै छन्। थुप्रो नेताहरू इन्डियाबाट चाहिँ मोहन वैद्यदेखि थुप्रै नेताहरू इन्डियामा गिरफ्तारै परेका हुन् है। यसो भइसकेपछि प्रचण्डको यो कन्स्पिरेसी के बल्ल यहाँनिर आउँछ क्या, कन्स्पिरेसी थियोरी हैन। तपाईँ चाहिँ माओवादी पार्टीका नेताहरू चाहिँ उनी एकदम कन्स्पिरेसी गर्न एकदम सफल छन्, एकदम चाहिँ भव्य चाहिँ त्यसको चाहिँ म्याकियाभेलियन थियोरी भनेर पनि भनौँ न यसलाई हैन। त्यसका लागि उनी एकदम ब्रिङ्कम्यानसिप, साम दाम दण्ड भेट स्टन्ट गर्न उनी सफल छन्। माओवादीका कार्यकर्ताहरू त्यहाँ फँसिरहेका छन्। त्यसो हुँदा प्रचण्डले यस पछाडि के हुन्छ भने एमालेमा गएर मिल्छन्, एमाले त पताउँदैन नि हैन। ओलीले त चाहिँ किक आउट गरेर प्रचण्डलाई चाहिँ त्यो पार्टीको अर्को अध्यक्ष हुँदाखेरि पनि पुरै थम्प डाउन गरेर पुरै चाहिँ हैन दबाएर चेपेर राखेको हो। उसले त स्वीकार्दैन, उसले त देखाइदिन्छ है। त्यसो हुँदा माओवादी पार्टीले आफूलाई पुनर्गठन गर्न सकेन र यो अर्को एकपटक फेरि प्रचण्डले चाहिँ सबैलाई धोका दिने एउटा दुर्दशा निम्ताउँदैछ। त्यो दुर्दशामा चाहिँ तपाईँहरू परिराख्नु भएको छ है। प्रचण्डले भनेपछि हो, प्रचण्डले निकालिदिन्छ। ए यार, आजको युगमा चाहिँ अलिक कन्सियस त बन, आफ्नै खुट्टामा उभिने तागत बनाऊ के, हिम्मत बनाऊ। जो मान्छेसँग चाहिँ आफ्नो भन्ने केही पनि छैन, आत्मविश्वास छैन, आत्मबल छैन, डिग्निटी छैन, स्वाभिमान छैन, म केही गर्न सक्छु, पोलिटिकल पार्टी भन्दा बाहिर बसेर पनि चाहिँ मैले जीवन जिउन सक्छु, व्यतीत गर्न सक्छु भन्ने दम छैन। सकियो त हामी 10औं वर्षदेखि चाहिँ एकदम सक्रिय राजनीतिबाट एकदम निष्क्रिय राजनीतिमा चाहिँ आएर बस्न सकियो, बाँच्न सकियो। आफ्नो करियर निर्माण गर्ने प्रक्रिया जारी नै छ है। तपाईँ सबैले सक्नुहुन्छ। तपाईँहरू दास नबन्नुहोस्, हनुमान नबन्नुहोस्, त्यो गाउँले भाषामा भन्दा हली नबन्नुहोस् है। तपाईँ आफ्नै खुट्टामा उभिने दम राख्नुभयो भने तपाईँ यति धेरै विकास गर्न सक्नुहुन्छ। राजनीतिक, वैचारिक, आर्थिक सबै विकास तपाईँले जब अपेक्षा गर्न राख्नु थाल्नुहुन्छ बिग्रन्छ के, अनि रिस उठ्छ। तपाईँले अपेक्षा गरेको नेताले केही दिनै सक्दैन है, अनि के हुन्छ, चिज बिग्रन्छ। गाली गलौजमा उत्रनु पर्छ। विश्लेषणात्मक क्षमता, अध्ययन क्षमता ह्रास हुन्छ। समय गइसके पछाडि पढ्न सकिँदैन, लेख्न सकिँदैन। झन् प्रश्रय चाहिँ त्यो डिपेन्डेन्सी लेभल रेसियो झन् बढ्दै जान्छ। त्यसो भइसके पछाडि प्रचण्डले गलत गरिराखेका छन् होइन। यो गलत कामको चाहिँ साक्षी तपाईँहरू नबन्नुहोस्। युवा पुस्ताका साथीहरू कति पनि साक्षी नबन्नुहोस्। यो भड्काएको होइन। यो माधव कुमार नेपालसँग एकता गरेर, त्यो अर्को एबिसिडी मान्छेहरूसँग, अरूको त नाम पनि सुनिएको छैन, तिनीहरूसँग एकता गरेर यो पार्टी नयाँ बन्दैन, यसले लिँदैन। अहिले यहाँ त तारा भनेको साध्य होइन, साधन हो। हामीले पनि त साधन हो त, कहाँ साध्य हो त कहाँ भनेका छौँ र, साधनै हो नि। तर यो आइडेन्टिटी हो के। तपाईँहरूले भन्नुहुन्थ्यो नि हँसिया हतौडा, हँसिया हतौडा। अब तारा राखेर, तारा त हिजै चाहिँ पतित भइसकेको, यति ठुलो माहौल आउँदाखेरि पनि तारा त ध्वस्त भएको, एक सिट पनि जित्न नसकेको चाहिँ चुनाव चिन्ह हो होइन। हँसिया हतौडा तपाईँहरूले भनेको चाहिँ मान्छेका मनमा, मस्तिष्कमा पस्दै पस्दैन। कसैका मन मस्तिष्कमा पस्दै नपस्दा पनि चाहिँ 120 प्रत्यक्षमा चुनाव चिन्ह जितेर, उता सिपी मैनालीको मालेले पनि चाहिँ त्यस्तै चुनाव चिन्ह भएको कारणले 7-8 सिट समानुपातिकमा जितेको हँसिया हतौडाले 64 सालमा 5-7 पटक त मान्छेहरूले यो बिचमा चाहिँ विभिन्न चरणमा गरेर चाहिँ माथि केन्द्रदेखि स्थानीयतामा भोट हालिसके। अनि हँसिया हतौडाको कारणले तपाईँहरूको चाहिँ फेसले, सोसियल क्यापिटलले तपाईँहरूलाई देखे पछाडि, माओवादीका नेतालाई देखे पछाडि मान्छे चाहिँ होइन पिठ्यौँ फर्काएर हिँड्छ। ए फलाना माओवादी आयो चाहिँ जाउँ भो भन्छ। तपाईँहरूको सोसल क्यापिटलै छैन माओवादीका नेताहरूको। समाजमा तपाईँलाई देखे पछाडि एकजना मान्छेले भोटै हाल्दैन। अनि माओवादी पार्टीले चुनाव चिन्हलाई चाहिँ दोष दिएर भागेर हुन्छ। अब ताराले चाहिँ होइन, एमाले पार्टीको चुनाव चिन्ह चाहिँ निर्वाचन आयोगले परिवर्तन गरेर चाहिँ रुख बनाइदियो, काङ्ग्रेसको चाहिँ सूर्य बनाइदियो भन्यो भने पनि काङ्ग्रेसका मान्छेले चाहिँ सूर्य चिन्ह र एमालेका मान्छेहरूले रुख चिन्हमा भोट हाल्छन् के है। विश्वास भइसके पछाडि, नेतृत्वप्रति, पार्टीप्रति विश्वास भइसके पछाडि मान्छेले भोट हाल्ने हो है। नत्र नेताहरू देखे पछाडि चाहिँ मान्छेको मन अमिलो चिसो
मान्छेको भित्र हृदयमा चाहिँ क्रोध आक्रोश बल्न थालिसके पछाडि कहाँ भोट हाल्छ? त्यो सूर्य चिन्ह रुख चिन्ह भयो नि भोट हाल्दैन नि त मान्छेले त। त्यस्तो भ्रममा पनि माओवादीका साथीहरू बाँचिराख्नु भएको छ। त्यो पनि युवा पुस्ताका चाहिँ एकदम स्थापित नेताहरूले चाहिँ हँसी हतौडा पछाडि चाहिँ तारा चिन्ह यो सहजीकरणको लागि कहाँको सहजीकरण होइन? त्यस्तो चाहिँ अब त्यो लजिकै होइन। त्यो एकदम चाहिँ डिसआर्गुमेन्ट भन्ने कि त्यो एकदमकै जेनरल बायस हो भनेर भन्छु म। त्यो आफ्नै इतिहासप्रति आफ्नै लगावप्रति है चाहने हो भने नेताले चाह्यो भने चाहिँ 11,75,000 को पार्टी 18 लाख बन्न के गाह्रो छ? गाह्रै छैन नि त। आफैलाई विश्वास छैन क्या माओवादीको कुनै नेतादेखि कार्यकर्तासम्मलाई यो पार्टी बन्छ, यो पार्टी बनाउँछु भन्ने दमै छैन, विश्वासै छैन। त्यसो भइसकेपछि चारेको उसले एमालेकै चाहिँ पार्टीलाई चाहिँ उसले एकदम होइन त्यहाँ गएर कसरी त्यहाँ गएर नेता बन्ने? उसको भित्र हो एमालेबाट तिमीलाई नेता पनि त बनाउँदैनन् एमालेहरूले चाहिँ लगेर चाहिँ पुरै होइन पेन्डिङमा राखिदिएका छन्। रामबहादुर थापालाई चाहिँ त्यो अर्को लेखराज भट्ट त्यहाँ भएका मान्छेहरू बसेका मान्छेहरू कसरी बाहिर आउने भन्ने छ होइन? त्यहाँ त एमालेकै मान्छेहरूले चाहिँ 30औं वर्ष लगानी गरेका नि। माओवादीलाई किन उनीहरू नेता बनाएर किन भोट हालिदिन्छन्? अहिले त्यो माओवादी पार्टीलाई डिग्रेड गर्नको लागि चाहिँ है त्यहाँबाट लैजाने कुरा स्वाभाविक छ। त्यसमा आफ्नै खुट्टामा उभिने दम प्रचण्डसँग छैन। जुन नेताले आफ्नो पार्टी 11,75,000 थिग्रिएका मतहरू आउँदाखेरि पनि पार्टी बनाउँछु भनेर एक्लै चुनाव लड्छु अथवा म 1-2 म चुनाव हार्न तयार छु, तिमीहरू पनि चाहिँ ल हार्न तयार बन तर पार्टी पुनर्निर्माण गर्नुपर्छ भनेर आफ्ना कार्यकर्ताहरूलाई विश्वास दिलाउन दम भर्न सक्दैन। त्यस्तो मान्छेले देश बनाउँदैन के। त्यस्तो मान्छेलाई चाहिँ नेता बनाएर होइन यो देशले चाहिँ बर्बादीतर्फ चाहिँ धकेल्नु हुँदैन के। प्रचण्डले भनिराखेकै छन् म बनाउँछु, म ध्वस्त बनाइदिन्छु, भत्काइदिन्छु, हरेक पार्टीहरूलाई फेरि बनाउँछु। उनले यो शान्ति प्रक्रियामा आइसके पछाडि कुन मोर्चा जिते त हामीलाई भनिदिनुहोस् त? खुला मोर्चामा नागरिक सर्वोच्चताको कटुवाल काण्ड, रुकमाङ्गत कटुवाल काण्ड पछाडि आजसम्म आउँदा प्रचण्डले जितेको मोर्चा कुन हो? एउटा मोर्चा भन्नुहोस् त। प्रचण्डले चाहिँ यति निर्वाचनहरू भए यो निर्वाचनमा माओवादी पार्टीलाई चाहिँ ठुलो बनाए कि माओवादी पार्टीको मत निरन्तर खस्कँदछ। सुप्रिम लिडरले, प्यारामाउन्ट लिडरले के को कारणले? एउटा त हुनु पर्यो, तथ्य त केही त हुनु पर्यो नि। हाम्रो नेताको कारणले, हाम्रो नेताले गर्दा चाहिँ अरू मान्छे मन्त्री हुन्छन्, त्यसका पछाडिका अरू अवयवहरू छन्। शक्ति केन्द्रहरूले कति खेलाइदिन्छन् एकजना मान्छेलाई र चाहिँ होइन कति पावरफुल जस्तो, कस्तो चाहिँ किङ मेकर, चेन्ज मेकर जस्तो बनाइदिन्छन् भन्ने कुरा यो दुनियाँले देखेको छ। त्यसो हुँदा हामी माओवादी पार्टीहरू है झन् अर्को सङ्कटमा अथवा प्रचण्डको नेतृत्व हुने बेलासम्म यो पार्टी खिँदै अब अझै मैले त भनिरहेको छु अर्को 1 दर्जन पार्टी चाहिँ जोड्दाखेरि पनि 11,75,000 मत चाहिँ सिङ्गल लड्ने अवस्था भयो भने 11,75,000 मत चाहिँ यो समाजवादी पार्टी नाम के राख्छन् प्रचण्डले तिनले ल्याउँदैनन्। र यो भिडियो चाहिँ है अब सेभ गरेर राख्नुहोस्। अर्का दुईजना त एमालेसँग नमिल्ने बेलासम्म, वाम गठबन्धन अब नगर्ने बेलासम्म एमालेसँग मिलेर प्रचण्डले चुनाव पनि जित्दैनन्। र यो माओवादी पार्टीबाट चाहिँ अब नयाँ बन्न लागेको समाजवादी अथवा कम्युनिस्ट पार्टी के भन्छ यसले 11,75,000 मत पनि ल्याउँदैन है। त्यसो हुँदा त्यसपछि कहाँ जानुहुन्छ तपाईँहरू? फर्केर आउने एमालेमा जाने? एक प्रकारान्तरले अहिलेको समाजवादी मोर्चा भनेको इन दि लङ रन प्रकारान्तरले अहिलेको नेकपा एमालेलाई बलियो बनाउने प्रक्रिया मात्रै हो। योभन्दा बढी केही होइन। यो पार्टीको चाहिँ बिसाउने होइन। अरू कसैले माओवादी पार्टी पुनर्गठन गरेछन्, एबिसिडी गरेछन् भन्ने छुट्टै कुरा छ। तर प्रचण्डको आजको है अथवा चाहिँ पछिल्लो 20 वर्षका प्रत्येक हरकतहरूले चाहिँ नेकपा एमाले पार्टी बलियो बनेको छ। हेर्नुहोस् केपी शर्मा ओली, महेश बस्नेतहरू कसरी आए र यो अर्को एमालेलाई बलियो बनाउने होइन। एमालेका मित्रहरू आत्तिनै पर्दैन। प्रचण्डले उनीहरूले त बुझिराखेकै छन्, यो हामीले सिकाउनै पर्दैन। एकदम मिहिन पाराबाट उनीहरू चाहिँ होइन मैले भन्छु कति भोट आउँछन् चुनावमा भनेर 2-4 भोट भन्दा तलमाथि नपर्ने अवस्था त्यति सूक्ष्म ढङ्गबाट उनीहरू होइन मत सर्वेक्षण गर्छन् भनेपछि प्रचण्डका हरेक गतिविधिहरूको त उनले चाहिँ देखिराखेकै छन्। र माधव नेपालको हालत पनि के भयो र प्रकारान्तरले धेरै मान्छेहरू, नेताहरू होइन के, एउटा तहका कार्यकर्ताहरू र समर्थकहरू एमालेमा चाहिँ
बिस्तारै, किनकि जहाँ बलियो हुन्छ त्यहीँ जाने न हो। मध्यम वर्ग हाम्रो सोसाइटी होइन, मिडल क्लासमा इन दी मेकिङ बनिराखेको अवस्था छ। मिडल क्लासले चाहिँ सेक्युरिटी खोज्छ, माओवादीमा सेक्युरिटी हुन्न। अलिअलि वामपन्थी होइन हँसिया हतौडाको झन्डा लामो समयदेखि अभ्यास गरेर आएको छ। त्यसो हुँदा त बिसाउने चाहिँ एमाले बन्ने देखियो। अब बिचमा होइन कि भन्ने होइन, यो जेनजीको मुभमेन्ट पछाडि एउटा क्राइसिस देखिएको थियो कि होइन। एमालेहरू पनि घुँडा टेकेका थिए नि त। केपी ओलीलाई त सत्ताबाट चाहिँ निकालेर चाहिँ होइन लडाइएको हो नि, भुइँमा पछारिएको। एमाले उठ्दैन कि भन्ने मलाई पनि लागेको थियो। तर ओलीको त्यो महत्त्वाकांक्षा, इच्छा शक्ति, दम र महेश बस्नेतहरूको चाहिँ जुन एकदम अदम्य आँट छ है, प्रतिरोध गर्न सक्ने चाहिँ हिजो माओवादीसँग जनमुक्ति सेना अथवा वाइसिएलसँग पनि उनले यसरी नै प्रतिरोध गरेका थिए। त्यो एमालेका नेताहरूको भयङ्कर चाहिँ साग गिरेको थियो कि केही दिन, त्यसलाई जुरुक्क उठाएर चाहिँ त्यो पुनर्जीवित बनाए होइन, रिइनोभेट भनौँ न, उनी गर्न सफल भए। त्यसो हुँदा एमालेहरूको लागि चाहिँ अर्को अनुकूल मौका होइन। प्रचण्डले यो यसो गर्दै 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 जाँदा धेरै मान्छेहरू बिचमा पनि एमालेमा गए, तल्लो तहका कार्यकर्ताहरू फेरि एमालेमा जाने चाहिँ एउटा राम्रो वातावरणको चाहिँ सिर्जना प्रचण्डले गरिदिइराखेका छन्। तपाईँहरू जति महान भन्दै जानुहुन्छ प्रचण्डलाई, त्यति एमाले चाहिँ यो देशमा बलियो बन्दै जाने हो। ल हेर्दै जानुहोस्, आजसम्मका विश्लेषणहरू कतिपय चाहिँ तपाईँ सिचुएसनल चाहिँ फ्युचरिस्टिक चाहिँ कुराहरू चाहिँ होइन तलमाथि भए पनि एमाले माओवादीहरूको विश्लेषणको सन्दर्भमा जे भनिराखेको छु, ल हेर्दै जानुहोस्, हेर्दै जाउँ, छलफल गर्दै जाउँ। होइन भने चाहिँ अब होइन सहौँला, परेको चाहिँ सहौँला, गल्ती भयो भनौँला। तर मलाई चाहिँ मैले जे देखिराखेको छु, यो समाजवादी मोर्चाले यसलाई बलियो बनाउने है, अथवा प्रचण्डलाई चाहिँ यो देशको अर्को चाहिँ शक्तिको रूपमा उठाउने होइन। माओवादीका अहिलेका चाहिँ साथीहरूले भनिराख्नु भएको छ भव्य पार्टी बन्छ, यो केही नै भन्दैन। यसले विचारमा, सङ्गठनमा, दर्शनमा, समाजमा, देशको चाहिँ आर्थिक परिवर्तनमा चाहिँ यही मोर्चाले तात्विक परिवर्तन राख्दैन। यो अन्त चाहिँ एमालेसँग गएर चाहिँ एलायन्स गर्ने अथवा चाहिँ यो विघटन हुँदै जाँदाखेरि एमाले पार्टी बलियो बन्दै 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 जाने, अथवा माओवादी नै पुनर्गठन भएछ भने त्यसको अर्को विश्लेषण हुन्छ। त्यति बेला छलफल गरौँला। धन्यवाद।